मान्छे त मान्छे रहेछन् नि किन किन काटेर भएको सेगु अनि त्यत्रो किन काटेर भएको नसुन्ने अनि तपाईँ के सुन्ने हो अनि आफै काटेर भएको त के थाहा खराब गर्छु बिउ अब फेरि बेहोस भयो भने के कुरा गर्न आदियो बिउले गयो बेचारा के कुरा गर्न आदि गयो बेचारा के कुरा भइरहेछ डिस्टर्ब भयो कहाँको कुरा दुईजना कुरा गरेर गेम खेल्ला न दुईजना खेल्ला ल ल ल ल है होइन बेसरी गर्मी छ कि आज हाँ डङ्गाली खान्छ भयो कस्तो लाएर बसेको त हुन्छ कपडा आउने बाप ए पुरै कपाल चाहिँ जिङरिङ्ग गराउँदा त पुरा काली जै देखिन्छौ त तिमी त जय जय काली नाच धुस्का गर्ने वाली जय शाबास अस्ति नमिल्ने भनेर यस्तो हो क्या सबैसित मिल्नुपर्छ अब बिग म्याच आएको छ होइन अनिल सरले पनि अब त्यही भन्नु अब उसित किन मिलेको तपाईँले मिल्दिनँ भन्नु थियो भन्नुहुन्थ्यो होइन अब मिले पनि अनिल सरलाई हामीले केही भनिदिएको छैन तर अब उसले नाम लिन खोजेको थियो हेन्सीले हामीले नाम नले भनेको तिमीले पनि भनिक्यौ मैले पनि भनेको होइन त्यही त नाम नट इम्पोर्टेन्ट भन्ने चाहिँ त्यसलाई ब्लक हान्नु त मेरोबाट अनि शिवजीकोबाट पनि शिवजी म मेरो आइडी लिएर आउँछु तपाईँले मेरोमा ब्लकको अप्सन दिन्थ्यो एउटालाई ब्लक तपाईँले यस्तो नराम्रो कमेन्ट लेख्छ यो तपाईँलाई पनि मलाई पनि यो नाम छ 27 लेभलको आइडी ब्लक हान्दिनु त्यो आइडी देखेर नल शिवजी जति धेरै आइडी छ त्यति धेरै लेभल हुन्छ त्यति धेरै पैसा हुँदैन यस्तो हो कि साथी हो म कसैको पनि अधीनमा बस्ने मान्छे होइन कि मान्छे राति सुतेको छ बिहान उठ्दाखेरि हुँदैन बाटोमा हिँड्दै जान्छ एक्सिडेन्ट भएर मान्छे सकिन्छ कसैको ग्यारेन्टी छ यहाँ के को लागि झुक्ने आफू गलत हुने होइन कि धेरै झुक्ने पनि म कसैको अधीनमा चल्ने मान्छे होइन क्या साथी हो बुझ्नुभयो म पैसाले बिक्ने मान्छे पनि होइन म कसैको अधीनमा चल्ने मान्छे पनि मलाई के ठिक लाग्छ म त्यही गर्ने बस मलाई कसैले भाइरल मैले रात दिन तपाईँहरूलाई भन्दै आएको मलाई कसैले भाइरल गराएको होइन टिकटकमा मलाई कसैसँग झुक्नको आवश्यक छैन कि चाहे यताका ग्रुपले यता तानुन् चाहे उताका ग्रुप म भनेको न्युट्रल ओन्ली न्युट्रलमा बन म यता पनि जान्न उता पनि जान्न कोही माइकलाले झुकाउन सक्दैन मलाई बुझ्नुभयो कसैले झुकाउन खोज्छ भने ऊ आफै मेटिएर जान्छ म त टसको नस हुन्न के मैले त पहिल्यै भनिदिएको छु मेरो लास्ट बस मेरा लास्ट कुरा हो होइन मलाई गाली गरौ मेरो मजाक उडाओ जे गर्न मन छ त्यो गर तर माइला दाई भनेको गर्दन झुकाउँदै झुकाउनु कसैका सामुन्ने सुत्नु पर्दैन गएर सुत्नु हो राम्रो कुरा भनेपछि ठकुरी थ्याङ्क यू राम्रो कुरा भनेपछि मिल्नुपर्छ के अरे अनिल दाई राम्रो मान्छे हुन् अनिल दाईलाई कसले नराम्रो भनेको छ र कसो कुरा गर्नु भएको कसैको कुरा पनि के अब हेन्सीसी त मिले पार अनिललाई रिस उठिया छ अनिलका कुरा हेन्सीले काटेर बस्छ अब मैले के गरौँ त मैले के गर्नु कला त्योसँग नजोडिनु भनेको थियो त्योसँग नजोडिनु किन जोडेको त ल्याएर आज फेरि जसले पनि चाहे उसले जोड्नु चाहे तिमीले जोड्यौ आउन त आयो नि त
पुष्प दाइले पनि तपाईँलाई सोध्नु भएको हो नि त, हो कि न भन्नु ल, हो कि उहाँले भन्नु नि त म बोल्न केही दिन्न भन्नुभयो। जोडम कि नै भनेपछि हजुरले ल हुन्छ भनेपछि जोड्नु भयो, हो कि न भन्नु, हो कि न भन्नु। तपाईँ त झुट बोल्नु हुन्न नि त, हो कि नै? राइट कुरा। अनि जोडेर के भयो त फेरि? जोडेर के भयो? केही पनि भएन। यहाँ कस्तो हुन्छ, कुरा कस्तो हुन्छ भन्दाखेरि जो मान्छेले तपाईँलाई फुल्ली सपोर्ट गर्नुहुन्छ त्यो मान्छेको केही कुराले गर्दा कि तपाईँ केही कुराले गर्दा हर्ट हुन्छ भने त्यो कुरा तपाईँले पुरा गर्नुपर्छ है, चाहे रियल लाइफमा होस् चाहे सोसियल मिडियामा होस्। यस्तो हेर, म कसैको दबाबमा पनि बस्दिनँ क्या, बुझ्यौ? मलाई कसैले माफी माग तैँले भोलि तिमीले तिम्रो पनि दबाबमा म बस्दिनँ क्या, बुझ्यौ? तिमीले पनि धेरै दबाब गर्न थाल्यो भने भगवान् कसम तिमीलाई पनि बलक हालिदिन्छ, सकियो बस। अनि जिन्दगी भरको लागि एकचोटि बलक हाल्यो भने जिन्दगी यहाँ खोल्दिनँ मैले। जिस दिन तिम्रो मेरो पंगा भयो भने त्यस दिन तिमीलाई पनि बलक ठोकिदिन्छु। अनि जिन्दगी यहाँ शिवजीको थोपडा हेर्न पाउनौ तिमीले, याद राख। म त्यस्तो व्यक्ति हो कि मलाई रिस उठेपछि मैले सामान्य कोही पनि आओस्, चाहे त्यो धनी आओस् चाहे गरिब आओस्, चाहे करोडपति आओस् चाहे अरबपति, मलाई मतलब छैन। मेरो लागि सब बराबर, गरिब पनि बराबर हो धनी पनि बराबर। जसलाई मलाई मद्दत गर्न छ ऊ आउँछ मेरो बिगम्याचमा गर्छ, जसलाई गर्न छैन उसले बाहना खोज्छ, कोही पनि होस्, बस सकियो कुरा। होइन, जो मेरो मान्छे छ ऊ चाहिँ खोज्दै खोज्दै आउँछ, जो हाम्रो छैन उसलाई हामीले बाँधेर राखे पनि ऊ अडिन्न के बिउ। तिमीलाई मैले धक्का मारे पनि तिमी आउँछौ बिगम्याचमा, मलाई थाहा छ। तिमीलाई मैले धक्का मार जा 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 भने धक्का मारे पनि तिमी मलाई खोज्दै आउँछौ, होइन? त्यो मलाई थाहा छ। तर जसलाई हामीले खिचेर ल्याउन खोजे आउने उनी आउन्नन् के, त्यो हो, बुझ्यौ त? त्यही भएर अनिल सरलाई हामीले केही भनिया छैन, उहाँलाई हामीले आज पनि इज्जत गर्छौँ, हिजो पनि इज्जत गर्छौँ। तर अनिल सरले अब यसलाई जोड त्यसलाई नजोड त्यो भन्न मिल्दैन के, किनभने हामी कसैको भोलिआन अर्कालाई नजोड भन्लान्, कसैले लुतेलाई नजोड भन्लान्, कसैले अर्कालाई नजोड भन्लान्, कसैले तिमीलाई नजोड भन्ने पनि त यहाँ कति छन्। तिम्रो बोर्डमा गएर माइलालाई नजोड भन्ने कति होलान्, छन् नि त मान्छे। तर हामी फेरि पनि जोडिएका छौँ, खेलेका, त्यो हो क्या बिउ। त्यहाँ केही बिग्रियो छैन, हेन्सीलाई जोडेर के बिग्रियो सर? हेन्सी पनि हामी जस्तै टिकटकर हो, होइन? खै शिवजी, म त कसैको लफडामा पर्दिनँ होइन, म त केही पनि भन्दिनँ। मैले हेन्सी तपाईँ नआउनु भनेको पनि छैन, मैले पहिला पनि भनेको हो हेन्सीले तपाईँलाई अहिलेसम्म केही भनेकै छैन भनेर पनि। अब अन्त्यले पनि केही नआउनु तपाईँलाई भनेकै छैन। अब के हो तपाईँको कुरा, होइन? तपाईँ आफै मिलाउनु, बरु टिकटकमा यस्तो झगडा गरेर कुरा मिलाउनु भन्दा त बरु मात्रै जे गरेर छोराछोरी पाएर पालेको राम्रो जस्तो लाग्यो। यस्तो हो कि अब अनिल सरलाई मैले केही भनेको छैन। अनिल सरको एउटै कुरो हो कि हेन्सीलाई तपाईँले जोडिदिनु भन्नुहुन्थ्यो, किन जोड्नु? अब मेरो इच्छा भयो जोड्ने, सकियो कुरा बात, होइन? त्यही एन्सर छ कि मसँग, मेरो इच्छा लाग्यो जोडेँ, सकियो। किन जोडिस् किन जोडिन त्यो मेरो आफ्नो पर्सनली मामला हो। म कसैको इसारामा चल्ने मान्छे होइन कि बिउ। म भनेको आफ्नै दममा चल्ने मान्छे, बरु आफ्ना बुद्धिले भिखारी हुनु अरे के, अर्काको बुद्धिले राजा हुनुभन्दा आफ्नो बुद्धिले भिखारी हुनु, बुझ्यौ? त्यो राम्रो हुन्छ। अर्का बुद्धिले राजा हुनुभन्दा आफ्नो बुद्धिया साला भिखारी बनेर फकिर बने, आफ्नो बुद्धि भिखारी नभनौँ, आफ्नो बुद्धिया चाहिँ फकिर बनेर शानसित चाहिँ घुम्न जाति। अर्का बुद्धिया कहिले पनि राजा बन्ने होइन, बुझ्यौ? बस त्यति एउटा कुरो छ मसँग, अरू म केही जान्दिनँ। म आफ्ना दिमागले चल्ने मान्छे हुँ। म कसैको चाहिँ सबैको सुन्छु, तर चल्ने आफ्नो दिमागले। सेवा सेवा मलाई कसैले पनि भरम पार्न सक्दैन, कुनै तागतले मलाई रोक्न सक्दैन, चाहे जति बोल्नु शिव बस्ने यो केटी खत्तम रहेछ भनेको रहेछस् होइन? अनि इस्लो पक्ला वेट अनि यो केटी चाहिँ पोतेर छोरी होइन? यसो प्याक कस्तो छ र?
यो पनि त्यो छोरा रहेछ मलाई त खत्तम भने यो पनि तेरो फ्यामिली रहेछ यिनीहरू कस्तो छ त कोही छिटो भेट्ट आएको भन्छ बिउले खोजेर छोडिदेऊ अब छोडिदेऊ भयो अब छोडिदेऊ के भयो कोही छिटो भेट्ट आएको भन्छ उनीहरूको फोटो खोजेर कोही छिटो जज गरिस् अब तँलाई जज तेरो फ्यामिली जज गर्नु कसलाई दिउँ म पनि सरी लेख्छस् कि लेख्दैनस् सरी बहिनी भन्छस् कि भन्दैनस् लेख्छस् कि लेख्दैनस् अति नमिल्ने भनेर खाएको ए गर्न पऱ्यो गरौँला केही छैन कोही ठुलो कुरा भएन ल सबजना डबल ट्याप अब हामी बिग म्याचको बेलामा सबैसित मिलेर जानुपर्छ के साथी हो कसैलाई काखा कसैलाई पाखा हामीले बनाउने होइन कि हामी सबैलाई लिएर हिँड्नुपर्छ चाहे त्यो हेन्सी भयो चाहे त्यो अरू भयो किन दुश्मनी पैदा गर्ने बिग म्याचमा त सबै खुल्ला मन भएर आउनुपर्छ कि खुल्ला मनले सपोर्ट गर्ने हो कि सबैले बिग म्याच भनेको त्यस्तो जो मान्छे बिग म्याचमा आउँदैनन् जो बिग म्याचमा जोडिन्न ओएपछि किन चाहिए ओएपछि त बालै फरर ओएपछि त त्यत्तिकै सबैजना आएर चाहिँ ट्याप 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 गरेकै हुन्छन् खास हामीलाई आफ्ना व्यक्ति चाहिने भनेको बिग म्याचमा आफ्नो र पराय चिन्ने मौका भनेको बिग म्याचमा यदि जो मान्छेले बिग म्याचमा धोका दियो त्यो मान्छेलाई जिन्दगीमा साला यसरी पर्केर पनि हेर्ने बस तपाईँको बिग म्याचको यतिसम्म चर्चा भयो कि यतिसम्म नेपालको सिम काण्ड थियो नि 33 किलो त्यो पनि चर्चामा थिएन ठिकै छ अब हामीले भ्यू सुन मैले एउटा कुरा तिमीलाई के भने हामीले दुनियाँभरका जति पनि आजसम्म भ्युअर्स बटुलिया छन् नि युट्युबकोमा 3 लाख भ्युअर्स जान्छन् होइन 4 लाख 3 लाख किन हामी त्यही त किन हामी नेपालमा पनि हामीले कट्ठा गर्न सक्दैनौँ हामी सबै एकजुट भए त हामीले यही भ्युअर्स कट्ठा गर्न सक्छौँ नि त चाहे मैले गरौँ चाहे तिमीले गरौली चाहे अर्काले गरौँ तपाईँले यस्तो गर्नुपर्छ भ्युअर्सको लागि बिग म्याच आउनुभन्दा आधा घन्टा अगाडि मलाई ठोक्नु बुझ्नुभयो चाइना चोपडा केटा लास्टको दबाई यसको भन्नु क्या मलाई ठोक्नु तिमीलाई ठोक्ने भन्ने त मलाई गर्नेले पनि गर्दैनन् साला त्यही दिन म त गीत बाल्न आएको पनि भागेर जान्छन् सबै हो यसले भ्यूलाई गाली गर्ने हो तिम्रो हेतरले त मलाई त गर्दैनन् नि त फेरि हुन्न त्यस्तो त त्यो त हुँदैन हो फेरि तिम्रो मान्छे जति सबै फरार भयो नि मेरो मान्छे जति सबै रे त्यहाँ तपाईँकोमा आउने नै मेरो मान्छे मेरो दाइहरू आयो भने अमित दाई बिउ पनि आउनुहुन्छ मोटो सबजना मेरै छन् सब दाई भाइ साथीहरू छन् अनि तिनै रुष्ट भयो भने मसित गर्ने के त्यस्तो हुन्छ नि त्यही भएर मैले भन्छु के बिउ मैले सुन्छु सबैको गर्छु आफ्नो डिसिजन के भनेपछि लो बजेट थ्याङ्क यू ओइनी साथी थ्याङ्क यू ओइनी रोज आउँछस् कि तेरो लास्टको त ओ होटेल रोज आउँछस् कि आउँदैन हान भन्दैछु म भन्दैछु सबले 1500 जनाको डबल ट्याप आउनु पर्यो मेरा साथी हो टुट पढ मेरा साथी हो सबैले पुग्यो यस्तो हो कि अझै पनि केही बिग्रिया छैन अनिल सर हाम्रै सम्मानीय व्यक्ति हुनुहुन्छ होइन एनसी पनि बिचरा भाइ हो उसलाई पनि किन चाहिँ उ गर्ने हो नमस्ते गर्छस् त्यसले मलाई भर्खर मुख छाडेको थियो सबैजना हामी जोडिएर हिँड्नु पर्छ के कोही पनि काखा पाखा हुने होइन के त्यही त सबैजना जोडिएर अगाडि बढ्नुपर्छ
दीपक शेर्पाली वेलकम छ। अब के गरौँ त अब 24 घण्टा अब स्ट्रिममा प्ले गरौँ न गाइस। शिवजी जस्तो एक दिनमा कोही छैन शिवजीलाई सेक्ने। हजुर होइन ल इन्टु 3 मा गाइस। थ्याङ्क यू यार साथी। थ्याङ्क यू युवराज। थ्याङ्क यू साथी। थ्याङ्क यू गाइस इन्टु प्लेयरमा ठोकौँ न शिवजीलाई मैले उहाँलाई सम्झाउन सकिनँ कि उहाँले दुईटा क्वेसन राख्नुभयो। तपाईँले हेन्सीलाई जोडिदिनु भन्नु थियो, किन जोड्नु भन्नु हो कि। अब कोही भाइ साथीहरूले ल्याएर जोड्छन् होइन, के गर्छन्। अब जोडिन्न भन्दाखेरि पनि त जोड्न पर्ने हुन्छ क्या। तपाईँलाई थाहा छ आजको केसमा कस्तोले लिएर आएको होइन। हामीले सोधेपछि तपाईँले हो किन भन्नु त ल यो कुरामा। अरू कुरामा चाहिँ सपोर्ट फाल्टु भन्ने हो नि, ठिकै छ जोडाउनु त भनेको मैले। जोडेर पो त्यहाँ नराम्रो के भयो त भन्छ, कसैलाई केही भनेन गराउनु। हेर्नु शिवजी टिकटकमा अरू सबै मेरो नामको मात्रै दाइ छन् कि। अब ए बिउ यो मात्रै नाम बिउ अगाडि मेरो नाम अगाडि मात्रै बिउ बहिनी यो भन्छन् होइन। टिकटकमा दुईवटा दाइ छ क्या, स्ट्यान्ड लिने, एउटा अमित दाई एउटा उत्सव दाई। त्यो मान्छेले कहिले पनि झुट बोल्दैन क्या। जति मैले मेरो बाबालाई ट्रस्ट गर्छु म तिनीहरूलाई त्यत्तिकै ट्रस्ट दिन्छु क्या, त्यत्तिकै उ दिन्छु क्या। अनि एउटा मेरो ओन्ली बिउ म यतिसम्मको आँखा चिमेर ट्रस्ट गर्न सक्छु कि होइन। कसम शिवजी ल जतिको मेरो बाबाआमालाई ट्रस्ट गर्छु नि, जतिको मेरो बाबाआमालाई जतिको जुन स्ट्यान्डमा मेरो बाबाआमालाई राखेको छु त्यो स्ट्यान्डमा चाहिँ मैले उहाँहरूलाई राख्छु क्या। उहाँहरू तिनजनालाई चाहे केटा नै हुनुपर्छ भन्ने छैन, चाहे केटी नै हुनुपर्छ भन्ने छैन, म्याटरै भएन क्या। अफिसियल शिवजी थाहा छ मलाई। यो भर्खरै कहाँबाट फोटो चेन्ज भयो, फेरि भिडियोमा आउनु छोडेर फोटोमा टोयलेटमा जान्छु कि एकछिन सु लाग्यो। सु नगर्नु शिवजी, सु गर्न नि दिनुहुन्न यार। भन्नु नगर्नु शिवजी। म अझ झगडा गर्नु छोडिदिएको, मलाई कन्ट्रोभर्सी केही पनि मन पर्दैन। देख्नु भएको छ त तपाईँको बिग म्याचदेखि अर्को पहिलाको ठुलो बिग म्याचदेखि अहिलेसम्म त ल तिमीहरू डबल ट्याप गर न गाइज, विन हालौँ न शिवजीको। प्लिज डबल ट्याप गरिदिनु न सबैजनाले।